जाम भएर हेर्नु यहाँनिरै हेलो एभ्रिवान वेलकम ब्याक टु माई एनदर ब्लग अहिले चाहिँ हामी परनिर बहिनीको घरमा जाँदैछु हो म र परम चाहिँ रात भइरहेको छ अहिले चाहिँ कति बज्यो 6:30 भयो हो पर बहिनीकोमा जाँदैछु दुईजना सो गाइज अहिले चाहिँ यहाँ बाटोमा छु हो जाम भइरहेको छ एयरभिडसम्म गएर चाहिँ एयरभिडबाट फेरि अर्को अटो पक्रिनुपर्छ हो यहीँ ढिलो भइसक्यो त्यही त अन्त हौ त्यही पापड छिटो नभया के हो त्यो है डल्लो खालको भए दिइहाल्नु न हौ चुटाउँदै गर न उयो ढिलो भइसक्यो उयो चिकन करी मसला धनियाँ जिरा उयो पापड एउटा यहाँ चाहिँ हाम्रो उता भित्र जाने बाटोमै हाट लाग्छ माछाहरू यहाँनिर पारा पाराको माछा छ डल्लै यहाँनिर यो बाटो डल्लै हाट लाग्छ सस्तो सस्तो पाउँछ यहाँनिर हो चिकन करी मसला हो धनियाँ उयो पाउडर जिरा पाउडर एउटा उयो पापड जिरा र गरम मसला माछा किन्दैछ उसले माछा प्रेमी माछा प्रेमी यो माछा ट्राई गर्छ अरे हौ आज अस्ति हामीले यो माछा लगेको थियो कि यसमा चाहिँ नुन हाल्नु पर्दैन रहेछ त्यसै फ्राई गरेर खानु पर्दो रहेछ कि यसमै नुन हुँदो रहेछ यो माछामै पाप्दा भन्छ नि पाप्दा आज चाहिँ यो पाप्दा भन्ने माछा लगेको हो कस्तो हुँदो रहेछ टेस्ट गर्नुपर्छ आइला पाप्दा उयो चाहिँ के हो यो चाहिँ ये बोला है बहुत बोला है बहुत बोला है बिना कारा उला अस्तिको रुम देखाउन लानु पर्छ किन अब जाँदिन त दिमाग खराब हामी जाँदैछु कस्तोमा अब साह्रै हो नि त पाउनु त्यो चाहिँ ड्राइभरहरूको लागि त ठिक हो त्यो ड्राइभरहरू हुन्छ नि त्यो खोल्नु बित्तिकै दैलो हुने अरे हौ रुम अहिले चाहिँ हामी माछा खाँदैछु मिठो भयो यहाँ चाहिँ मैले चिकन बनाउँदैछु हो चिकन पाक्दैछ उतापट्टि माछा फ्राई गरेर माछा खाँदैछ हो अब चाहिँ खानाहरू पाक्यो अब भात बसाउँछु त्यहाँदेखि पाक्यो पिरो भयो पुरा देखाउ न मासु देखाउनु पाओस् तिमीलाई कहाँ देखाएको छु चाहिँ हाम्रो चिकन पस्कन अब 30% 30 रुपियाँको यो 30 रुपियाँको दिइहाल्नु पर्यो नि पहिला फोनमा 30 रुपियाँको निकालिदिइहाल्यो बहिनीको लगाइदिनु डढेछ त भेटमा है भात के हुँदैन
मैले बनाएको त के हाँसो त देखेको यो चाहिँ भेज हो भेज खानेलाई यो चाहिँ चिकन खानेलाई यहाँ बेल्दैछ बहिनीले हेलो एभ्रिवान नेक्स्ट डे सेम भ्लग अहिले चाहिँ हामी मोमोको लागि प्रिपरेसन गर्दैछौँ कोही चिकन खाने कोही भेज खाने त्यही भएर मोमो बनाउँदैछु हो रुममा टाउको नहाल्नु गर्दा कपाल पनि फुस्रो भइरहेको रहेछ हामी चाहिँ भर्खर मोमो खाएर बसेको हो ड्याममै भयो चिकन मोमो भेज मोमो खाएकोले चाहिँ ड्याममै भयो एक भाइ यहाँनिर ढल्किरहेको छ हाई भनिदेऊ न गेम खेल्नुमा मस्त छ हो हाई बाई गाइज अहिले चाहिँ हामी खाना खाइसकेर पनि हो ओछ्यानमा बसेको हो अन्त अहिले घरि चाहिँ हामी बहिनीको घरमा छु अन्त कति बज्यो 12 बज्यो है 12 बज्नु आँट्यो हो अनि निकै रात पनि गयो अब चाहिँ हामी सुतेको अनि म यो भ्लग पनि यतिमा एन्ड गर्दैछु है अनि मन परेमा प्लिज लाइक सेयर अनि सब्सक्राइब गरिदिनु होला है सो गाइज बाई बाई नेक्स्ट भ्लगमा भेटौँला